जय मसी साथै नमस्ते सम्पूर्ण मेरा गाइजहरूलाई। अनि आज चाहिँ म भर्खर चर्चबाट आएर अनि कोदोको रोटी बनाएँ अनि खाना लागिरहेको छु है। अनि कोदोको रोटी मिठो हुन्छ, हेल्थको लागि पनि राम्रो हो, कोही कोही बेला खानु पनि पर्छ हामीले है। कतिलाई मन पर्छ पर्दैन त्यो त थाहा छैन, मलाई चाहिँ खानेकुरा प्रायः सबै नै मिठो लाग्छ। अनि म आज तपाईहरुलाई यो कोदोको रोटी खाँदै है केही कुरा शेयर पनि गर्नेछु, केही कुरा आज भन्न पनि चाहिरहेको छु। अनि वास्तविकता अहिले म तपाईहरुको बीचमा के कुरा भन्न गइरहेको छु भन्दा केही दिन अगाडि मलाई एउटा भाइले, सानो भाइले है मलाई के भन्यो भनेदेखि, दा प्रेमको परिभाषा के हो भनिकन मलाई सोधे है। अनि मैले भने प्रेमको परिभाषा क्षमा हो भने कसरी भनिकन मलाई प्रश्न सोधे है। अनि आज म तपाईहरुलाई पनि त्यही नै कुरा भन्न गइरहेको छु। प्रेमको मेन परिभाषा चाहिँ क्षमा हो। किन भन्दा जहाँ क्षमा छ त्यहाँ प्रेमको पूर्ण स्वरूप छ। जहाँ क्षमा छैन त्यहाँ प्रेमको कुनै पनि स्वरूप हुँदैन, त्यहाँ चाहिँ द्वन्द्व हुन्छ है। अनि जब तपाई कसैलाई क्षमा दिनुहुन्छ, क्षमा लिनुहुन्छ नि, त्यहाँनिर चाहिँ तपाईको पूर्ण प्रेमको प्रतिरूप प्रकट हुन्छ है। अनि त्यसैले गर्दा आज मैले भन्न चाहेको पनि त्यही हो, प्रेमको प्रतिरूप चाहिँ क्षमा हो। अनि तपाईहरु पनि क्षमा दिनुहोस्, कसैलाई क्षमा लिनुहोस्, ताकि क्षमा लिएर क्षमा दिएर चाहिँ त्यहाँनिर प्रेमको प्रकटीकरण हुन्छ है। अनि प्रेम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जब तपाई कसैलाई प्रेम गर्नुहुन्छ, अनि प्रेम भनिसक्दा एउटा केटा र केटीको बीचको सम्बन्धलाई मात्रै प्रेम भनिदैन। प्रेम भनेको चाहिँ साथी साथीको बीचको हुन्छ, आमा र बाउको छोराछोरीसँगको सम्बन्धको प्रेम हुन्छ, परिवार बीचको सम्बन्धको प्रेम हुन्छ, छरछिमेकीको बीचको सम्बन्धको प्रेम हुन्छ। प्रेमको चाहिँ अथात के छ तरङ्गहरू छ। अनि त्यो प्रेमभित्र नै अथात कुरा पाउँछौँ। जब तपाई प्रेमलाई बुझ्नुहुन्छ, प्रेम भएपछि तपाईमा दया आउँछ, माया आउँछ, करुणा आउँछ, कसैलाई दिउँ लाग्छ, कसैको निम्त केही गरौँ भन्ने तपाईमा सोच, सकारात्मक धारणाहरू उत्पन्न हुन्छ। अनि कसैलाई मैले सहायता गर्नुपर्छ निस्वार्थ भावले भन्ने तपाईको हृदयमा एक किसिमको भावना उत्पन्न हुन्छ है। त्यही भएको कारणले गर्दा त्यो चाहिँ के हो भन्दा प्रेम हो। अनि प्रेमको प्रतिरूप प्रतिस्वरूप नै क्षमा हो है। अनि हुन्छ, म आज कोदोको रोटी खाँदै सबैलाई म यति नै भन्न चाहे।